होइन तिमीहरूको कोर्स मैले बारम्बार चेक गरिरहेको छु के कस्तो छ भनेर सकाउनको लागि त्यस्तो गाह्रो रहेन रहेछ। अब म तिमीहरूलाई पढ्ने तरिका भन्छु ल। 100% नाम निस्किन्छ, चिन्ता गर्नु पर्दैन। आर्मीको पनि त्यही तरिकाले पढेका हुन् सबैजनाले, सबैको निस्क्यो नाम। छ कि छैन पुरानो स्टुडेन्ट यहाँ? मन्ता बहिनी आएको छैन, नानुमया पनि आएको छैन। ल ठिक छ, नआएको भए पनि नाम निस्किन्छ, चिन्ता नगर। मैले भनेको टेक्निक चाहिँ फलो गर। फर्स्टमा तिमीहरू सिलेबस हेर है। सिलेबस चाहिँ हेर्नु कहिले नछुटाउनु, सिलेबसलाई हेरेको हेरे गर्नु। अनि सिलेबसभन्दा बाहिरको कुरा कहिले नि पढ्दै नपढ्नु। म एकचोटि मेरो स्क्रिन सेयर गर्दैछु। ल अब स्क्रिन पनि सेयर भयो। ल ल हेर है, तिमीहरूको सिलेबस केही गाह्रो छैन। अब जीके तिमीहरूले जतिसुकै म्यामले बुझाएरै पढाए पनि, यहीँ यादै हुने गरी पढाए पनि तिमीहरूले जीके अल्टिमेटली क्लासमा पढाएको बिर्सिने नै हो। तिमीहरूले घरमा पढ्नै पर्ने हुन्छ। अनि मैले देखेको अनुसार चाहिँ लगभग नै भइसकेको छ। भौगोलिक अवस्थाकै हेर्ने हो भने पनि क्षेत्रफल सिमाना यो पनि भइसकेको छ। नदीनाला पनि पढाइसक्नु भएको छ। शिखरहरूको बारेमा पनि पढाइसक्नु भएको छ। भिडियो एकचोटि गएर फेरि रिपिट गरी गरी हेर्नु। अनि मैले नोट पनि पठाइदिइसकेको छु। त्यो नोटमा बाहेकका कुराहरू सोध्दैन, चिन्ता नगर्नु, चिन्ता त्यसको गर्नु पर्दैन। नेपालमा पाइने वनस्पतिको बारेमा हिजो भर्खरै पढाउनु भएको हो। अब संरक्षित जनावर र तथा जडीबुटीहरू यो चाहिँ पढाउन बाँकी छ होला। राष्ट्रिय निकुञ्ज पनि पढाइसकेको छ भनेपछि यसको त लगभगै भयो। अनि ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिले नेपालको महत्त्वपूर्ण स्थलहरू यो पनि पढाउनु भएको छ। आधुनिक इतिहास म्यामले पढाउनु भएको, हल्का फुल्का पढाउनु भएको जस्तो लागेको छ। नोट दिनुभएको थियो, बाँकी छैन। नेपालको आधुनिक इतिहास पढ्ने चाहिँ तरिका छ क्या। लाइक हामीलाई स्टोरी थाहा हुनुपर्छ। जस्तै फर्स्टदेखि हामीले आधुनिक इतिहास कहिले भन्दा 1825 होला सायद, 1825 देखि अहिलेसम्मको कुरा। अनि कसरी पढ्ने भन्दाखेरि तिमीहरू घटनाक्रम याद गर्ने भन्दा पनि कुन पछि कुन घटना भयो त्यही अनुसारले डेट चाहिँ तिमीहरूले पछि राख्दै राख्दै जाने हो क्या। जस्तै फर्स्टमा नेपालको आधुनिक इतिहास पढ्दाखेरि 1825 को कुरा, के अरे 1900 लेखिछु यहाँ, 1825 बाट पढ्ने हो। 1825 बडको जुन कुरा आउँछ नि, जस्तै पृथ्वीनारायण शाह सबभन्दा फर्स्टमा आउँछ। पृथ्वीनारायण शाहको जन्म कुण्डली सबै कुरा थाहा हुनु पर्यो। कहाँ जन्म्यो, कति कुन इयरमा जन्मेदेखि लिएर के गरे पृथ्वीनारायण शाहको सबै थाहा हुनु पर्यो। त्यसपछि नेपालको एकीकरण अभियान, नेपालको एकीकरण अभियानमा सबभन्दा फर्स्टमा नुवाकोटलाई अट्याक गरेको थियो। नुवाकोट पछि लाइक के कीर्तिपुरलाई अट्याक गर्दाखेरि हार्यो हैन। कति अट्याक गरे, कतिचोटि अट्याक गरेको थियो, सबैकै एउटा कहानी बनाएर पढ्नुपर्छ। कहानी बनाएर पढ्छौ भने इभन यो माइक र क्यामेरा दुइटै अफ गर्ने हो। लक्ष्मण छिटो। नमस्ते सर। नमस्ते। ठिक छ ठिक छ। यो पढ्दाखेरि, इतिहास पढ्दाखेरि जहिले पनि कहानी बनाएर पढ्नुपर्छ है। कहानी बनायो भने ट्याक्कै याद हुन्छ। जस्तै तिमीहरूलाई थाहा छ कि छैन, नुवाकोटमा अट्याक गर्दाखेरि जब पृथ्वीनारायण शाहले नुवाकोटमा अट्याक गरेर विजय हासिल गर्यो, त्यतिखेर गोर्खाको कमान्डर को थियो ल भन्नु त कसैले? कालु पाण्डे कि पाण्डे हो? कालु पाण्डे थियो हैन त। अनि कालु पाण्डे कुन युद्धमा मृत्यु भएको? कीर्तिपुरको फर्स्ट अट्याकमा मृत्यु भएको हो। त्यो कहानी थाहा छ भने यो जस्तो क्वेसन घुमाएर दिए पनि डेट बाहेकका कुराहरू सबै भन्न सकिन्छ क्या हामीले। जस्ट तिमीहरूले चाहिँ कहानी याद हुनु पर्यो। त्यो कहानी पनि म एकचोटि भनिदिन्छु, त्यसको चिन्ता नगर्नु। अनि यो जतिसुकै पढाए पनि तिमीहरूले पढ्ने भनेको आफ्नै तरिकाले पढ्यो भने पास हुने हो। यहाँनिर पढाएको भरमा तिमीहरू हुँदैनौ, किनकि जीके त्यस्तो खालको हो। अब यहाँनिर यो क्लासमा तिमीहरूलाई मैले के को लागि तयार गर्न सक्छु भन्दाखेरि आइक्यू को लागि। एउटा आइक्यूमा तिमीहरूलाई राम्रो बनाउन सक्छु होला मैले। त्यसपछि अर्को भनेको यहाँनिर म्याथलाई राम्रो बनाउन सक्छु होला मैले। तिमीहरूको म्याथ राम्रो होला। अनि त्यसपछि सामान्य ज्ञान त त्यस्तै नै, म्याथ राम्रो छैन। ठिक छ, अहिले बिचमा त्यसरी नबोल नि कान्छी। अनि अंग्रेजी, नेपाली त तिमीहरूको जसरी पनि तिमीहरूले लेख्नै हाल्छौ, नेपालीको प्रब्लम हुँदैन। तिमीहरूको अहिले यो अनलाइन क्लासमा ध्यान दिने भनेको अंग्रेजी, गणित
र आइक्यूमा हो मेन फोकस हुने। जीके तिमीहरूले आफैले पढ्नु पर्यो र सेवा सम्बन्धी पनि हामीले पढाउँछौँ। त्यो सेवा सम्बन्धीबाट त फेरि फिक्स क्वेसन हुन्छ है। जस्तै आर्मीको मन त थाहा छैन होइन, मैले जे भने त्यो बाहेक क्वेसन आयो त सेवा सम्बन्धीको खै बोलिन त। मैले भनेको बाहेकबाट क्वेसन आयो त नानुमया र मन त आउनु त आएको थिएन कि सर, तर क्वेसन दिएपछि नि आफै झुक्किने रहेछौँ कि हामी। त्यो त अब तयारी त आफ्नो त हुनु पर्यो। झुकिने हो क्या डरले चातिएरै। तर क्वेसन मैले भने बाहेकबाट आएको थिएन क्या सेवा सम्बन्धीबाट। सेना सेवाको सम्बन्धी त खासै सबै ठ्याकठ्याकी नै त्यही थियो। ठ्याकठ्याकी नै त्यही थियो क्या। सेवा सम्बन्धी त्यस्तो हुन्छ क्या, यो तिमीहरूको यो 10 नम्बर कहीँ पनि जाँदैन। यो 10 नम्बर तिमीलाई अलिकति राम्रोसँग ध्यान दिएर हेर्ने हो र पढ्ने हो भने 10 नम्बर तिमीहरूको कहीँ पनि नै जाँदैन। यो सिलेबसमा 1 नम्बर त गयो त्यहाँ। त्यो पदिक त्यो बिल्लादार के थियो नि पदिक, त्यसमा चाहिँ 1 नम्बरमा झुके क्या, पदिकमा लगाइदिए त्यो के जमदार कि कुनको दर्जा भयो छोड्दियो। अब आर्मीको कुरा छोड्दियो, आर्मीको कुरा छोड्दियो। अब नाम सकिएको नि, सकिएको त नाम निस्किसक्यो जति झुक्यो पनि। मेरो त यहाँ मुटु नाटिसक्यो। ल भयो अब छोडौँ है त्यो कुराहरू है। तिमीहरूलाई पास गर्नलाई मैले पहिला नै भन्छु, पास गर्न गाह्रो छैन। सामान्य ज्ञान तिमीहरूले हेर्नु पर्यो, अनि यो सेवा सम्बन्धीबाट चाहिँ जे म्यामले भन्नुभएको छ त्यो कुरा चाहिँ ट्याक 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 हेर्नु पर्यो, तिमीहरू पास हुन्छौ। अरू आइक्यू म्याथ र इङ्ग्लिस त मैले तिमीहरूलाई राम्रो बनाइ नै हाल्छु। आशा गरौँ मैले राम्रो बनाउन सक्छु कि भनेर होइन। फर्स्टमा तिमीहरूले म्याथबाट जाने भन्यौ, ल ठिक छ म्याथैबाट जाउँ। म्याथको आज अब बेसिकबाटै जाउँ ल त, गइसकेपछि किन आदि हजुर हजुर आइक्यू चाहिँ म्यामले पढाउनु हुने हो। आइक्यू म्यामले नै पढाउने हो। म पनि एकचोटि रिपिट गरिदिन्छु। अस्ति आइक्यू पढाउनु भएको थियो त्यतिखेर म क्लासमा थिइनँ, यहाँ भिडियो नि हेरेको छैन। ल त ल अहिले छोड। अब कसरी नि माइक नखोलौँ, मैले पढाउनु थालेँ अब चाहिँ नबोलौँ ल। अब ख्याल गरौँ, मैले म्याथको सुरु गर्न लागेको छु। म्याथमा फर्स्टमा एडिसन छ, एड, सबट्र्याक्ट, मल्टिप्लाई, डिभाइड, यति कुरा छ। त्यसपछि सरलीकरण छ, सरलीकरण छ। त्यसपछि शाब्दिक गणितीय शब्द भनेको शब्दमा दिन्छ, त्यो चाहिँ अब हामीले गर्न सक्नुपर्ने हुन्छ है। मुख्य गरी यति नै छ। यो शाब्दिक भनेको चाहिँ कस्तो भन्दाखेरि भर्बलबाट आउँछ क्या, इङ्ग्लिसमा चाहिँ हामीले भर्बल भन्छौँ। भर्बल भनेको चाहिँ लामो सेन्टेन्स हुन्छ, जस्तै प्रफिट एन्ड लस अनि पर्सेन्टेज, त्यस्तो खालको क्वेसन आउँछ है। प्रफिट एन्ड लस, पर्सेन्टेज, युनिटरी मेथड, त्यस्तो खालको क्वेसन आउँछ, हामीले मजाले गर्न सक्छौँ। अनि अर्को भनेको चाहिँ जस्तै अब 281 छ भने त्यसलाई चाहिँ लेख्नु पर्यो क्या। सक्छन् तिमीहरू लेख्नलाई यस्तो त? यस्तो लेख्न सक्नु पर्यो। अनि अर्को हुन्छ इङ्ग्लिसमै छ है, त्यो चाहिँ इङ्ग्लिसमै के छ भन्दाखेरि एउटा जस्तै 289 दिन्छ भने यसलाई चाहिँ इङ्ग्लिसमा लेख्नुपर्ने हुन्छ। जस्तै 289 89 हो। यो चाहिँ तिमीहरूको स्पेलिङ टेस्ट भन्छ क्या। इङ्ग्लिसमा एउटा टपिक छ स्पेलिङ टेस्ट भन्ने, यो चाहिँ 1 देखि 100 सम्मको स्पेलिङ तिमीहरूलाई कन्ठ हुनु पर्यो। कान्छाहरू कान्छा कान्छी को हुनुहुन्छ 1 देखि 100 सम्मको स्पेलिङ कन्ठ हुनु पर्यो। 1 देखि 100 सम्मको स्पेलिङ कन्ठ छ भने जुन पनि गर्न सक्छ। अनि इङ्ग्लिसमा गाह्रो हुन्छ भने हजुर त्यो स्पेलिङ सर के भन्यो त्यो सोधिरहेको चाहिँ कहाँ पाइन्छ त्यो स्पेलिङ 1 देखि 100 सम्म? भगवान बुकमा छ नि सब। भगवान अब तिमीलाई मैले के 1 देखि 100 सम्मको स्पेलिङ सिकाउनु पर्ने भयो नि त। ल अब त्यो सबैले माइक म्युट गरौँ। 1 देखि 100 सम्म खोज्ने पढ्ने, त्यो यहाँ क्लासमा पढायो भने टाइम वेस्ट हुन्छ। यो हाँसेको इमोजीहरू पठाउनु थाल्यो केटाले, फेरि नगर है सबैजना। 1 देखि 100 सम्म जसलाई आउँदैन उनीहरूले गुगलमा खोज्ने पढ्ने। म नोट पनि पठाउँदिनँ 1 देखि 100 सम्मको त।
सरोज थामी माइक म्युट गर। सर बुकमा हुन्छ नि। हुन्छ होला तर सरोज थामी माइक म्युट गर्ने कि नगर्ने? तिमीले बोलेको केही पनि बुझे छैन, माइक म्युट गर। ल 1 देखि 100 सम्मको स्पेलिङ याद गर्नै पर्छ। क्वेसन स्योर आउँछ, इङ्ग्लिसमा आउँछ, म्याथमा आउँदैन। के भनेको छ भने 2 देखि 3 शब्दको 3 अक्षरको चाहिँ दिन्छ, त्यसलाई चाहिँ शब्दमा लेख्नुपर्ने छ इङ्ग्लिसमा स्पेलिङ टेस्ट भनेर त्यस्तो खालको आउँछ एउटा। त्यो नम्बर तिमीहरूको जानु भएन, 1 देखि 100 सम्मको हेर्नु। अनि 293, 282, 861 जेसुकै आउन सक्छ, 23 आउला, 92 आउला, त्यस्तो मजाले गर्नु। अब म चाहिँ अब तिमीहरूलाई यसमा फोकस गर्नुभन्दा पनि सिम्पल एडमा कसैलाई फोकस गर्नुपर्ने छ? छैन होला, छैन। ल सबट्र्याक्टमा सर पर्दैन, सबट्र्याक्ट पनि परेन। ल डिभाइड एन्ड मल्टिप्लाई। ल त्यसो भए 298 मा भनेको छ 2 देखि 3 शब्दको भनेर, त्योभन्दा ठुलो सोध्दैन। 298 मा मैले 109। ल यो घटाउ त। 179 आयो नि त। सबैको त्यति आयो? यो त गर्नुपर्ने अब त्यो गर्नै पर्ने थिएन। सुरुमा यो अक्षर र यो अक्षरलाई हेर्नुपर्छ। यदि माथिको सानो छ भने हामीले बरो लिनुपर्ने हुन्छ, सापटी लिनुपर्ने हुन्छ। यसले यसलाई सापटी दिन्छ 1, अनि यो आफू के बन्छ त 8 बन्छ। यसले यसलाई दिइसकेको छ, त्यही भएर यो के बन्यो 8 बन्यो। अनि यसले चाहिँ 18 बनायो भनेपछि 9 मा 18 मा 9 घटाउँदा कति? 9। अब यहाँ 8 भएको छ, यसले यसलाई दिएको भएर यसले यसलाई दिएको भएर यो 8 भएको छ। अब 8 मा 1 घटाउँदाखेरि 7, 2 मा 1 घटाउँदाखेरि 179। सबट्र्याक्ट चाहिँ आओस् तिमीहरूलाई। सबट्र्याक्ट हजुर यो एक्जाममा यो सापटी लेख्नु पर्छ माथि। लेखेको राम्रो एक्जाममा सर लेख्नु पर्छ। तिमीहरू नझुक्कोस् भनेर हो, लेख्न मनलाई लेख, मन नलाई नलेख, तिम्रो मर्जी। ल अब त्यसपछि म अर्को क्वेसन दिन्छु। अब मल्टिप्लाईमा जाउँ है, खालि 2 अगाडि नराखौँ। कसैलाई मैले यहाँ देखाएको थिएँ, कतिलाई त टेबल पनि आउँदैन रहेछ, गुना पनि आउँदैन रहेछ, त्यो पनि यहाँ पढ्न सकिँदैन। तिमीहरू 2 देखि 12 सम्मको गुना, 2 1 2, 2 2 4, 2 1 2, 2 2 4, यस्तो वाला 12 सम्मको याद गरेर आउने। सबैजनाले याद गर्ने, घर बस्ने पढ्ने, घर बस्ने पढ्ने, घोकिरहने, आउँदैन भने है। मैले यहाँ धेरैलाई देखाएको छु, एकचोटि यहाँनिर मलाई गुणन सिकाइदिनु भन्ने दिपेश सके छैन। लास्टमा त उसलाई त 2 को गुना पनि नआउने रहेछ, त्यही भएर तिमीलाई भाग गर्न नआएको। अहिले यहाँ हेरौँ भागको लागि चाहिँ, जस्तै 12 × 2 छ भने यसको एन्सर कति हुन्छ? 24 हुन्छ। अनि मैले ग्रुपमा देखिरहेको थिएँ एउटा क्वेसन के थियो भन्दा 72 लाई 0 ले मल्टिप्लाई गरेको थियो। अनि 72 लाई 0 ले मल्टिप्लाई गरिसकेपछि 0 हुन्छ भन्ने कुरा कतिलाई थाहा छैन रहेछ क्या। जुनै सुकै नम्बर होस् त्यसलाई 0 ले मल्टिप्लाई गरिसकेपछि, नम्बर मात्रै होइन भेरिएबल पनि A B C D जेसुकै आओस्, यिनीहरूलाई मैले 0 ले मल्टिप्लाई गर्छु भने जेसुकै होस्, ABCD आओस्, 1 2 3 4 आओस्, जेसुकै आओस्, 0 ले मल्टिप्लाई गर्ने बित्तिकै 0, 0 ले मल्टिप्लाई गर्ने बित्तिकै 0। जुनसुकै ABCD XYZ 1 2 3 4 जे पनि आए पनि मैले 0 ले मल्टिप्लाई गर्छु भने त्यो अटोमेटिकल्ली 0 हुन्छ। त्यसपछि अर्को कुरा के ख्याल गर्नु भन्दा 72 मा मैले जस्तै 10, यो 1 नम्बरको क्वेसनमा सोध्छ क्या, यस्तो 10 ले मल्टिप्लाई गर्ने, 72 मा मानौँ 100 ले मल्टिप्लाई गर्ने, त्यही 72 मा 1000 ले मल्टिप्लाई गर्ने हो भने चाहिँ सिम्पल्ली हामीले यो 0 थप्दै मात्रै पुग्छ। यसमा 72 0, यसमा 72 0 0, 72 0 0 0, जतिवटा 0 छ त्यतिवटा 0 मैले थपेको छु, त्यति मात्रै गरे पुग्छ। अब जस्ट सर्टकट ट्रिकहरू मात्रै हो है यो। अब अर्को कुरा के भन्दाखेरि जस्तै 72 नै दिएको छ अनि 20 छ भने अब तिमीहरूले यसरी 72 20 यसरी गरेर बसिरहनु परेन क्या।
यो 2 ले यो 72 लाई मल्टिप्लाई गर है 140 यो 72 ले यो 2 लाई 2 ले मल्टिप्लाई गर कति हुन्छ 2 2 जा 4 7 2 जा 14 144 अनि यो 0 चाहिँ थप देऊ 0 आन्सर आयो है सर स्क्रिन शेयर त देखिरहेको हैन अरु पनि त्यस्तै नदेखियो कि उसको मात्र देखियो देखिया छ ब्याक देखिन्छ आउनु सर देखिरहेको छु सर तिमी एकपटक ब्याक गरेर आउ त रेकर्डिङ पनि भइरहेको छ ल सब ठिक छ केही प्रब्लम छैन है हामीलाई ल अब अर्को कुरा जस्तै मैले अझै यसलाई ठुलो नम्बर बनाए जस्तै 722 लाई मैले 200 ले मल्टिप्लाई गर्नु पर्यो भने जस्तै यही 72 लाई मैले 200 ले मल्टिप्लाई गर्नु पर्यो भने अब तिमीहरूले के गरेर बस्लौ भन्दा 200 लेख्लौ फेरि 72 लेख्लौ अनि यत्रो लामो प्रोसेस गरेर बस्ला त्यसले गर्दा तिमीहरुको टाइम कन्ज्युमिङ हुन्छ है के गर्ने त यो 72 लाई 2 ले मल्टिप्लाई गर्ने अनि 0 चाहिँ त्यतिकै थप्दिने ल 72 लाई 2 ले मल्टिप्लाई गर्दा 144 कतिवटा 0 छ दुईवटा 0 आन्सर मिल्यो जस्तै अब के हुन सक्छ भन्दा 85 into 500 यस्तो खाले क्वेशन आयो अब यो तिमीले सल्भ गरेर बस्नु पर्छ कि डाइरेक्टली निकाल्न सक्छौ त डाइरेक्टली निकाल न त कसरी निकाल प्रोफेसर अस्ति पढेको गुणा त मैले पनि बेसी पो सकेछु अनि फेरि पढ्ने घर गएर मज्जाले पढ्ने 42500 42,500 यो शब्द त आइहाल्छ तर मजलक पोस्ट वाला मलाई यहाँ रुक यार बेसिकबाट जानु पर्यो नि पर कस्तो 500 ल सुन है यसमा के गर्नु पर्यो भन्दाखेरि यो 0 लाई छुने पनि हैन फर्स्टमा यो 85 लाई 5 ले मल्टिप्लाई गर्नु पर्यो 85 लाई 5 ले मल्टिप्लाई गर्दाखेरि जस्तै 5 5 जा 25 हुन्छ यहाँनेरि 5 भयो अब यहाँनेरि 2 गएको छ 5 8 जा 40 41 42 4200 अनि दुईटा 0 चाहिँ यतिकै थप्दिए के मैले सबैले यही नै गरेको होला अब तिमीहरूले म यतिको डाइरेक्ट गर्न सक्दैनौ भने केसम्म गर्न सक्छौ भन्दाखेरि यो 85 लाई 5 ले मल्टिप्लाई गर्ने सुरुमा 5 5 जा 25 5 8 जा 40 41 42 42 अब यो 425 जुन निस्केको चाहिँ यहाँ राख्ने अनि कतिवटा 0 छ त्यतिवटा 0 थप्दिने डाइरेक्टली आन्सर आउँछ केही पनि गाह्रो छैन म डाइरेक्ट मेथड सिकाउँदै छु तिमीहरूलाई डाइरेक्ट मेथड अब इन्डाइरेक्ट मेथडहरु पनि गरौँ फर्स्टमा जस्तै 85 लाई नै 5 ले मल्टिप्लाई गर्नु पर्यो भने सिम्पल वान वर्ड वाला छ यो तिमीहरूले मजाले गर्न सक्नुपर्ने हो यस्तो पनि मिस्टेक यस्तो पनि आउन छोड्यो भने चाहिँ तिमीहरूलाई अलिकति गाह्रै पर्छ है फर्स्टमा हेरौँ यो 5 ले 5 ले मल्टिप्लाई गर्दाखेरि सुरुमा यसले यसलाई मल्टिप्लाई गर्नु पर्यो यो सकिसकेपछि यसले यसलाई मल्टिप्लाई गर्नु पर्यो यो आउँछ मलाई थाहा छ धेरैलाई तर नआउनेहरुको लागि मैले रिपिट गर्दिराको त्यही भएर उनीहरुको लागि पनि पढाउनु पर्ने हुन्छ त्यही भएर आउने जतिले चुप लाएर बस्छ 5 ले 5 ले मल्टिप्लाई गर्दा 5 5 जा यहाँ 5 हुन्छ यहाँनेरि 2 हुन्छ यहाँनेरि 2 राख्ने यहाँनेरि 5 राख्ने 5 8 जा 40 41 42 यो 5 8 जा कति हुन्छ 40 हुन्छ अनि माथि कति छ 2 छ भनेपछि प्लस 2 गर्नु पर्यो 42 यसरी चाहिँ आन्सर आउँछ है आउनेहरुको लागि हैन नआउनेहरुको लागि मात्रै हो अब मैले 85 लाई 85 ले नै मल्टिप्लाई गर्छु ल तिमीहरु आन्सर निकाल त्यसको छ 665 हुन्छ 665 हुन्छ ल 665 नि हो 72 है 72 चाहिँ मिल्यो है नेत्रको घरमा साह्रै हल्ला छ कि के हो रुममा गएर बस्ने एक्लै बसेको राम्रै बस्न चाहिँ अब यो गर्दाखेरि
सुरुमा 72 सर ल ठिक छ सुरुमा गर्ने टेक्निक चाहिँ के छ भन्दा यो नम्बरलाई बिर्सिने फर्स्टमा यो नम्बर छैन भनेर सोच्ने मैले नआउनेहरूको लागि मात्रै भन्दैछु आउनेहरू चुप लाएर बस्ने यो नम्बर छैन भनेर सोच्ने यो नम्बर छ तर अहिले सोच्ने कि यो नम्बर यहाँनिर एक्जिस्ट नै गर्दैन छैन डिसेपियर भयो अब यो 5 ले 5 लाई मल्टिप्लाई गर्ने सुरुमा यसलाई 5 5 जा 25 अब यो सकिसकेपछि यो 5 ले 8 लाई मल्टिप्लाई गर्ने 5 8 जा 40 यो 2 जोड्नु पर्यो अब 42 अब यो मेटम यो पनि मेटम अब के सोचौं भन्दा यहाँनेरि कुनै नम्बरै राखेको छैन एक्जिस्ट नै गर्दैन यहाँनेरि ठाउँ खाली छ भनेपछि यहाँ पनि ठाउँ खाली राख्दिने है बुझ्नको लागि मात्रै हो त्यस्तो गर्न चाहिँ पाइदैन अब यो 8 ले यो 5 लाई मल्टिप्लाई गर्नु पर्यो कति हुन्छ 5 8 जा 40 अनि 8 8 जा कति 64 मा 4 जा कति भयो 68 ल अनि जोड दिने यो 5 यतिकै तल झर्छ यहाँनेरि अनि यो यसरी यहाँ हटाउन चाहिँ पाइदैन तिमीले राख्नु पर्यो जस्ट सोच्नु पर्यो कि त्यहाँ छैन भनेर है अनि 2 मा 0 जोड्दाखेरि 2 नै भयो 8 मा 4 जोड्दाखेरि 8 9 10 11 12 2 भयो यहाँनेरि 1 भयो 72 25 यो आन्सर आको छैन भने तिमीहरुको मिस्टेक भयो ल ठीक छ नबुझेको केही छ भने भन्नुम है चाँदनीको माइक किन खुल्ला छ चाँदनी माइक म्युट गर है तिम्रो ल मल्टिप्लाईमा पनि खासै अब 3टा शब्दसम्म भनेको छ म 3टा सम्मको दिन्छु है रोशनले के भन्न खोज्या हो हात रेज गर्यौ त तिमीले त्यो एक्जाममा क्याल्कुलेटर लाग्न मिल्छ के भने क्याल्कुलेटर लाग्न मिल्छ कस्तो मैले कुरै बुझिन यार तिमीले त क्याल्कुलेटर मिल्दैन है क्याल्कुलेटर लानु पर्ने हो त यार त्यही त पढ्नै पर्ने थिएन नि हौ त छोड्दिउँ त्यो हल्ला नगरौँ अब 290 नगरौँ 65 लाई मैले 25 ले मल्टिप्लाई गर्छु भने यसको आन्सर के आउँछ 265 लाई 25 ले मल्टिप्लाई गरेको छु ल गरौँ त यो 545 त्यति मात्रै आउँछ 66 25 आउँछ 6625 ठीक छ त्यति आको भए चाहिँ मिल्यो त्यति आको भए चाहिँ मिल्यो ल अब म गरिदिन्छु ल 6525 ल ठीक छ अब सबैले एन्सर भन्नु परेन 6625 आउँछ भन्ने कुरा हामीले थाहा पायौं ल अब गरौँ है आउनेहरुलाई चुप लागेर बस्छौं नआउनेहरुको लागि मात्रै हो यो 5 ले 5 लाई गर्नु पर्यो सुरुमा 5 5 जा 25 5 6 जा 30 30 मा 2 जोड्दाखेरि 32 5 2 जा 10 11 12 13 यो गरेको त बुझिन्छ नि बुझिन्छ ल कसरी बोले हैन भन्नुको मतलब बुझिन्छ अब यो छैन भनेर सोच्ने भनेको छु मैले त्यो छैन भनेर सोच्दाखेरि यहाँ पनि केही पनि छैन खाली छ 2 5 जा यसलाई गर्नु पर्यो 2 5 जा 10 यहाँनेरि 1 गयो यसले डिस्टर्ब गर्यो फेरि ल 2 5 जा 10 यहाँ 0 भयो त्यसपछि 2 6 जा कति 12 यसले गर्दाखेरि 13 यहाँ 1 यहाँनेरि 3 2 2 जा 4 1 5 भनेपछि यहाँ 5 आयो अब जोडौँ 5 भयो 25 भयो 6 भयो यहाँ 6 6625 एन्सर आयो ल नबुझ्ने कोही हुनुहुन्छ भने माइक खोलेर बोलौँ कसैले माइक खोल्नु भएन भन्नुको मतलब सबैले बुझ्नु भयो ल अब म तिमीहरुलाई भाग गर्न सिकाउँदै छु भाग गर्दाखेरि
मल्टिप्लाईको कुराहरू नि बुझिहाल्यो मल्टिप्लाई जस्तै अब 10 ले मल्टिप्लाई जस्तै भनौँ 82,000 छ इन्टु 92 नभनौँ 50 ल यसको एन्सर कति आउँछ ल भनौँ त मलाई यसको एन्सर कति आउँछ नेनो बालेने कति आउँछ यसको एन्सर यत्रो टाइम लाग्यो यिनीहरूलाई के गर्ने हो गुरुङ सर मल्टिप्लाईको साइन छ त कान्छा यहाँनिर हेर त तपाईँको साउन्डै हडेर थियो स्क्रिनमै देखिरहेको हजुर हजुर के भन्यो 41,000 आउँछ कि सर मेरो 41,000 आयो 41,000 4,10,000 41,000 आयो सर 41,000 आयो ल गर्ने तरिका त्यही हो जेरो वाला छ भने जेरो वाला नगर्ने यो र यो मात्रै गर्ने 82 लाई 5 ले मल्टिप्लाई गर्ने 5 2 जा 10 5 8 जा 40 41 410 आयो त्यसपछि जतिवटा जेरो छ त्यतिवटा जेरो राख्दिने 1 2 3 गर्दाखेरि 41,000 हो कि 4,10,000 हो 4,10,000 हो ल वान्सी मिस्टेक भएको सर हजुर हजुर सर हजुर अनि यसलाई के भन्छ यस्तो भएको खण्डमा रफमा देखाउनु पर्यो त रफमा त देखाउनु पर्यो नि कहाँ मैले तिमीहरूलाई कस्तो हुन्छ भन्दा 300 र 150 भन्ने हुन्छ क्या कान्छा एउटा यस्तो 82 × 2 यस्तो खालको ठाडोमा के अरे 150 मा आउँछ यो तिमीहरूले रफमा गरेर एन्सर टक्क लेख्ने हो अर्को हुन्छ 150 कस्तो भने 82 9 हुन्छ अनि 29 ले मल्टिप्लाई गर भन्छ यसलाई चाहिँ गरेर देखाउनु पर्ने हुन्छ त्यहीनेरि नै है म तिमीहरूलाई 150 को चाहिँ डाइरेक्टली 150 मा आउने क्वेशनहरु यहाँनिर 20 देला यो डाइरेक्टली गर्न मिल्छ है हो 150 मा आउने क्वेशनहरु चाहिँ डाइरेक्टली गर्न सिकाइराछु छु अघि मैले यो त तिमीहरूलाई कसरी गर्ने भनेर देखाइसकेको छु ठाडो र 150 भन्ने हुन्छ ख्याल गरौँ ठाडो छ भने डाइरेक्ट एन्सर लेख्दिन मिल्छ 150 छ भनेर गरेर देखाउनु पर्छ यो 150 को पनि रफमा गर्दा हुन्छ त्यही छेउमा रफ बनाएर गर्दा पनि कसैले के पनि भन्दैन मेटाउनु नि पर्दैन पेन्सिलले टक्क सर 82,000 × 50 छ नि हजुर त्यस्तो त्यसलाई जस्तो अब 150 मा त्यो उस्तो गरेर गर्न मिल्छ कि डाइरेक्ट एन्सर लेख्दा नि हुन्छ 150 मा छ भने यसरी जस्तै 82 1 2 3 यत्रो दिँदैन फर्स्टमा किनकि क्वेशनले के भनेको लाइक सिलेबसले के भनेको छ भन्दा बढीमा 2 शब्दको 2 देखि बढीमा 3 शब्दको भनेपछि यत्रो नआएर जम्मा यहाँ यस्तो मात्रै आउँछ जस्तो सर 82 × 5 आएपछि जस्तो हामीले तल गरेर गर्दा गल्ती भइहाल्छ कि कस्तो हुँदैन तिमीहरूले यो के भएको म भन्छु ल के भइराको छ भन्दाखेरि यो जस्तै मैले 82 0 × 50 गर्दाखेरि मैले के गरे भन्दा 82 र 5 मात्रै मल्टिप्लाई गरे अनि बाँकी रहेको 0 0 त्यतिकै थप्दै हो हैन तर यो कसरी हुन्छ ल रोक कसरी हुन्छ म मात्रै भनिदिन्छु यो 82 × 10 × 5 × 10 भएको के एक्चुअलमा यसरी टुक्रिन्छ है अनि तिमीले के गर्छौ यो र यो मात्रै सुरुमा गर्छौ त्यसपछि यो दुईटाको थप्दिन्छौ अब यदि तिमीहरूको यसरी दिएको छ भने क्वेशन यसरी दिएको छ भने 82050 दिएको छ भने गरेरै देखाउनु पर्यो 0 0 जा 0 0 2 जा 0 0 8 जा 0 कट्टा गर्यो 5 0 जा 0 5 2 जा 10 यहाँनेरि 1 5 8 जा 40 141 यसरी गरेरै देखाउनु पर्यो यदि यसरी दिएको छ भने ठाडो दिएको छ भने 150 दिएको छ भने डाइरेक्टली एन्सर निकाल्न सकिन्छ भनेर मात्रै बुझाउन खोजे हो मैले ल अरु केही छ क्वेशन ल सर यो जस्तै तपाईको क्वेशन इंग्लिशमा आउँछ कि नेपालीमा अंग्रेजीमा लेख्न मिल्दैन नि नेपालीमा लेख्नु पर्छ हैन पाइन्छ म्याथको पनि पाइन्छ ए पाइन्छ सर इंग्लिश र नेपाली त
पाइँदैन इङ्ग्लिस र नेपाली चाहिँ गर्न पाइँदैन इङ्ग्लिसमा लेखिसकेपछि पुरै इङ्ग्लिसमा लेख्ने हो नेपालीमा लेखिसकेपछि पुरै नेपालीमा लेख्ने हो तल दिएको अङ्कलाई अक्षरमा जस्तो यो लेख्दाखेरि त यो पनि नेपालीमा लेख्दा काहीँ गल्ती त त्यस्तै हो त अङ्ग्रेजी लेखिरहेको भने 200 यसरी 97 यसरी के अरे यस्तो चाहिँ कस्तो हुन्छ भने 297 दिएको छ भने यसलाई तिमीले नेपालीमा लेख्नुपर्ने हुन्छ यस्तो खालको नम्बरलाई चाहिँ यसलाई चाहिँ नेपालीमा लेख्नुपर्ने हुन्छ तर मैले जस्ट के भन्न गइरहेको छु भन्दाखेरि तिमीलाई चाहिँ तिमीहरूलाई जस्तै एउटा उ दिन्छ क्या लाइक प्रॉफिट एन्ड लसको नाफा नोक्सानको क्वेसनहरु दिन्छ नाफा नोक्सानको क्वेसनमा यति नाफा भयो यति नोक्सान भयो त्यसको बिक्री मूल्य कति हो क्रय मूल्य कति हो निकाल भनेर क्वेसन सोधिरहेको हुन्छ त्यतिखेर चाहिँ तिमीले इङ्ग्लिसमा नि गर्न पाउँछौ नेपालीमा नि गर्न पाउँछौ तिम्रो मर्जी हो म्याथहरुको पनि तिमीहरुको जस्तै 296 छ यसलाई तिमीहरुलाई के रे लेख्नलाई अक्षरहरु लेख्नलाई इङ्ग्लिसमा सजिलो हुन्छ भने 296 नै लेखेर गर्न पाउँछौ तर जस्तै यो 296 हाम्रो कस्तो खालको एउटा क्वेशन आउँछ भन्दा अक्षरमा लेख्ने वालालाई चाहिँ तिमीले नेपालीमा लेख्नु पर्यो किनकि इङ्ग्लिस वाला छुट्टै छ नेपाली वाला छुट्टै छ ल मैले एउटा युट्युबमा लेखेको थिएँ सर इङ्ग्लिसमा आयो भने इङ्ग्लिसमै लेख्ने नेपालीमा आयो नेपालीमै भन्न थियो त त्यहाँ त त्यो अब आर्मीको त हेर साइलले पुरै इङ्ग्लिसमा लेखेर पनि पास गरेर आएको छ अब म यसमा के पनि भन्न सक्दिनँ है मैले आफ्नो एक्जाम दिँदाखेरि पनि मैले पुरै इङ्ग्लिसमा लेखेर आएको सर मैले तपाईले जुन गुना गर्नु भएको नि हजुर अनि त्यो फेरि तल प्लस गरेर तलको एन्सर डाइरेक्ट लेख्दा हुन्छ कि त्यो प्लस गरेर एन्सर देखाउनु पर्छ तिमीले एन्सर डाइरेक्ट निकाल्न सक्छौ भने निकाल तिमीलाई कसैले पनि रोक्दैन नम्बर पनि काट्दैन एकातिर रफ गरेर अनि डाइरेक्ट एन्सर लेख्दिन्छ पाइन्छ पेन्सिलले रफ गर्नु रफ गरेको ठाउँ नमेटाउनु ल सर ल म्याथको क्वेशन तिमीहरुलाई नेपालीमै सोध्छ होला किनकि नेपालीमै सोधिरहेको छ अनि अक्षर ख्याल गर्ने हो भने के रे नेपालीमा पनि दिन सक्छ इङ्ग्लिसमा पनि दिन सक्छ अक्षरलाई इङ्ग्लिस नेपालीले के पनि फरक पार्दैन तर सकेसम्म चाहिँ नेपालीमा क्वेशन छ भने नेपालीमै लेख्नु इङ्ग्लिसमा नलेख्नु सकेसम्म चाहिँ अब कसैलाई त नेपाली आउँदैन आउने नि हुन्छ अब त्यसमा त्यो डिस्कसनमा नजाउँ जस्ट गर्न आउनु पर्यो मैले पढ्दाखेरि पनि तिमीहरुलाई नेपाली इङ्ग्लिस दुईटैबाट पढाउँछु गर्न चाहिँ नेपालीबाटै गर्नु सकेसम्म नेपालीमा क्वेशन दिन्छ किनकि नेपालीमै गर्नु अब मैले मल्टिप्लाई पनि पढाइसके अब हामी भागमा जाउँ भाग गर्दाखेरि चाहिँ फर्स्टमा 10 वाला भागको कुराहरु पढौँ है 10 वाला भन्नाले कस्तो भन्दाखेरि जस्तै 9200 इन्टु 9200 भन्दा पनि 92 इन्टु हैन 1 2 3 डिवाइडेड बाइ 10 छ भने यसको आन्सर कति आउँछ 9200 आउँछ है 9200 के हुन्छ भन्दा यो जेरोले एउटा जेरोलाई काट्छ जस्तै अब 9200 डिवाइडेड बाइ 1 2 3 थियो भने पनि थियो भने पनि योले योलाई काट्यो फेरि यसले पनि यसलाई काट्यो भनेपछि हाम्रो आन्सर चाहिँ 92 आउँथ्यो क्या है डिभाइडमा 00 वाला त्यस्तो छ भने किन भाइ शम्भु किन माइक खोलेर कति भयो तिमीहरुले क्लास लिएको 15 दिन त भइसक्यो त रिसाउनु पर्ने बाध्यता नबनाऊ है मलाई अब 92,1,2,3 डिवाइडेड बाइ 1 2 3 4 वटा गर्दियो भने के हुन्छ यसको आन्सर 9.2 अब कसरी हुन्छ कतिलाई थाहा छैन होला यहाँनेरि तीनटा जेरो छ यो तीनटा जेरोले मैले काटे अब 9.2 यस्तो छ अनि यहाँनेरि 10 छ भने चाहिँ यहाँ कतिवटा जेरो छ त्यतिवटा नम्बरको अगाडि पोइन्ट हाल्ने भनेपछि 9.2 को अगाडि चाहिँ मैले पोइन्ट हाले जस्तै अब 922 दिएको छ अनि मैले 100 ले मल्टिप्लाई गरेको छु भने डिवाइड गरेको छु भने यो दुईटा जेरो छ भने यो दुईटा नम्बरको अगाडि चाहिँ पोइन्ट हाल्नु पर्छ भनेपछि 9.22 हुन्छ जस्तै अब फेरि 922 छ डिवाइडेड बाइ 1 2
3 छ भने यो तिमीहरूलाई अहिले यस्तो खालको क्वेसन नआउला तर तिमीहरूको प्रॉफिट एन्ड लस अनि पर्सेन्टेज अनि युनिटरी मेथडहरु गर्दाखेरि एकदमै हेल्पफुल हुन्छ भनेर मात्रै यो मैले तिमीहरूलाई बेसिक सिकाइराको है पछि तिमीहरूले यो कसरी काटि सर भनेर नभनुस् भनेर मात्रै हो ल यो दुईटा 3टा 0 छ यानी 3वटा नम्बर छ भने अब पोइन्ट कहाँ राख्ने त 0.922 भनेपछि 3टा नम्बरको अगाडि पोइन्ट राख्ने अनि यहाँनेरि 0 थप्दिने भनेपछि 0.922 त्यसरी नै फेरि 922 छ डिवाइडेड बाइ 1 2 3 4वटा छ भने यहाँनेरि 1 2 3टा मात्रै नम्बर छ यहाँनेरि 4वटा 0 छ भने के गर्ने त भन्दा एउटा 0 थप्ने यहाँ पोइन्ट हाल्ने अनि अर्को 0 लेख्ने भनिसकेपछि 0.0922 आन्सर आउँदै रहेछ है यस्तो चाहिँ तिमीलाई सर्टकट ट्रिकहरु थाहा हुनु पर्यो अब 922 डिवाइडेड बाइ 20 छ भने 0 यसको आन्सर कति आउँछ 461 हो गया 461 भन्यो एकजनाले अर्कोले अरु कोही यो भन्दा विपरीत आन्सर निकाल्ने ल 461 हो ल ठीक छ यो गर्दाखेरि फर्स्टमा यो 0 र यो 0 काट्ने त्यसपछि यो 922 लाई 2 ले डिवाइड गर्दिने 922 लाई 2 ले डिवाइड गर्दा कति आउँछ कति आयो 461 461 अब यो 461 केटाहरुले कसरी निकाले अब निकाल्न त डाइरेक्ट 922 डिवाइड बाइ 2 अनि यसरी काट्न पनि सक्छ हैन 2 ले गर्दाखेरि 2 9 जा 2 4 जा 8 भनेपछि 4 हुन्छ 2 6 जा 12 अनि यहाँनेरि 1 2 1 जा 2 यसरी निकाल्न पनि काटेर निकाल्न सक्छ भने यसरी पनि निकाल्छन् मान्छेहरुले तर तिमीहरुले अब काट्नी साट्नीमा म ध्यान दिदिन अहिलेको लागि के गर भन्दा 2 ले 922 लाई डिवाइड गर मैले एटलिस्ट एउटा 0 त कम पार्दै नि त काटेर अब 2 ले गर्दाखेरि 2 4 जा 8 गर्दाखेरि यहाँनेरि 1 आयो 2 2 भयो अनि यहाँनेरि 2 6 जा 12 गर्दाखेरि कट्टा कट्टा यहाँनेरि 2 आयो 2 1 जा 2 गर्दाखेरि यहाँनेरि भएर 461 आयो डाइरेक्ट लाइक अलिकति भए पनि स्टेप कम हुन्छ के 0 0 मात्रै काट्न जाने भने पनि है त्यही कारणले गर्दा 0 0 काट्न लगाएको हो तिमीलाई भन्छ 0 0 वाला जतिसुकै ठुलो नम्बर आओस् यो मैले अहिले नि भन्दै छु यस्तो खालको गुणन नआउला तर प्रॉफिट एन्ड लस शाब्दिक गणितीय शब्द के रे सामान्य समस्याहरु भनेको छ त्यसमा 100% क्वेशन सोध्छ त्यही कारणले गर्दा मात्रै मैले यो तिमीहरुलाई टेक्निकहरु सिकाइराको गुणनमा यस्तो क्वेशन आउँदैन ख्याल गर्नु गुणनमा यस्तो क्वेशन आउँदैन ल अब क्वेशन अर्को गरौँ यसलाई मैले 820 गर्छु डिवाइडेड बाइ के गर्छु भन्दाखेरि 2 पनि नगरौँ 4 ले जाँदैन होला हैन ओके ल यसको आन्सर के हुन्छ 41 हुन्छ 41 हुन्छ कसरी थाहा पायो भन्दा यो 0 र यो 0 काट्यो अब 2 ले यसलाई डिवाइड गर्नु पर्यो अब डाइरेक्ट निकाल्न सक्छौ अब यसको आधी हो के 82 डिवाइडेड बाइ 2 भन्नुको मतलब यो 82 को आधी हो के 82 को आधी कति हुन्छ त 41 हुन्छ अब डाइरेक्ट आन्सर निकाल्नेहरुले डाइरेक्ट निकाल्न सक्छन् अब तिमीहरुलाई आउँदैन भने 82 गर्ने यहाँनेरि 2 राख्ने यहाँ 2 ले मल्टिप्लाई गर्ने 2 डिवाइड गर्ने 2 4 जा 8 गर्ने त्यसपछि 0 गर्ने 2 गर्ने 2 1 जा 2 गरेर टक्क लाएर आन्सर 41 निकाल्ने यदि आउँदैन भने ल अब म गणित वाले दिए कस्तो क्वेशन आउला भन्दाखेरि 980 डिवाइडेड बाइ 5 ल आन्सर कति आउँछ भन त मलाई 160 आउँछ क्या सर मेरो त दिएको त्यस्तो त आउँदैन त 980 डिवाइडेड बाइ 5 196 हुन्छ 196 चाहिँ हुन्छ
196 196 आयो ल ठिक छ 196 आको 196 आको भए एकदम ठिक छ ल गरौँ है 5 ले मल्टिप्लाई गर्दाखेरि कति चाहिँ 9 को वरिपरि आउँछ भन्दा 5 1 जा 5 गर्दा अब यहाँनेरि 4 अनि यहाँनेरि 80 झर्यो त्यसपछि 4 9 जा 45 हैन त 4 9 जा 45 गर्दाखेरि यहाँनेरि कति आउँछ त 45 and 5 6 7 8 गर्दा 33 भयो यो 0 झर्यो यहाँनेरि भयो फेरि अनि 5 6 जा 30 5 6 जा 30 गर्दा कट्टा कट्टा 196 ल यो नबुझ्ने कोही हुनुहुन्छ त यो नबुझ्ने कोही हुनुहुन्छ बुझेन तिमीले यो दिपेश हो भन्ने बुझेन ल दिपेश भर्खर जोइन गरेको हो किनेबाट थियो एकछिन भइरहेछ ए त्यसो तिमीलाई बुझाउँदिन म क्लासमा टाइममा आउनुपर्छ भन्ने कुरा ज्ञान तिमीमा हुनु पर्यो अब डिभाइड गर्दा ख्याल गर्ने सुन है सुन यो नम्बर र यो नम्बरलाई हेर्ने फर्स्टमा यो नम्बर भन्दा यो नम्बर ठुलो छ भने 5 ले जान्छ भन्ने कुरा बुझ्नु अब 5 को टेबलमा 5 1 जा 5 5 2 जा 10 यो 10 बढी भइसक्यो यहाँनेरि 9 छ भनेपछि हामीले यो वाला लेख्नु पर्यो 5 1 जा 5 घटाउँदा कति हुन्छ 4 हुन्छ यो 8 र यो 0 तल झर्यो त्यसपछि 5 को टेबलमा 5 into 1 5 2 जा 5 3 जा गर्दै 5 9 जा 45 हुन्छ 5 10 जा 50 हुन्छ यो 50 यो 48 भन्दा ठुलो छ त्यही कारणले गर्दा हामीले यो चाहिँ लेख्छौं भनेपछि 5 9 जा 45 अब यो घटाउँदाखेरि कति हुन्छ भन्दाखेरि 3 भयो त्यसपछि यो 0 तल झर्यो 5 6 जा 30 5 को टेबलमा 5 3 जा 5 4 जा गर्दै 5 6 जा गर्दाखेरि चाहिँ ठ्याक्कै 30 पुग्छ त्यही भएर यो 5 ले 6 लाई गर्दा 5 into 6 is equal to 30 भयो घटाए मैले कट्टा कट्टा आन्सर चाहिँ हाम्रो 196 आयो ल बुझ्यो अब हजुर सर बुझ्यो म ल सुखदेवले बुझ्यो दिपेशले बुझ्यो नाइ सर ओ क्लासमा टाइममा आउनु पर्यो के त्यही भएर आज झन् डिभाइड सुरु गर्दा मैले बेसिकबाट सुरु गरेको थिएँ यस्तो यहाँ हेर बेसिकबाटै सुरु गरेको थिएँ मैले 1 नम्बरवालाबाट गरेर त्यसपछि बल्ल 2 नम्बरबाट पनि पुगेन सुरुमा 2टा नम्बर अहिले बल्ल 3टा नम्बर आइपुगे अब यतापट्टि 2टा नम्बरवाला दिने बाँकी छ त्यतिखेर के गर्छौ कुनी तिमीले खै एउटा क्वेशन बनाउँछु है तपाईहरुको ल 12 लाई मैले कतिले मल्टिप्लाई गर्ने भन्दा 12 into 13 गर्दा 156 आउँदै रहेछ 156 लाई मैले 12 ले डिभाइड गर्दा कति आउँछ ल यसको निकालौं त आन्सर 13 आन्सर आयो 13 ल यो दुईटा नम्बर छ अब दुईटै नम्बर हेर्नु पर्यो यो दुईटै नम्बर यो 12 भन्दा ठुलो छ 15 12 भन्दा ठुलो छ भन्नु मतलब 12 को टेबलले जान्छ 12 into 1 12 into 2 गर्दाखेरि 12 1 जा 12 लिनु पर्यो किनकि 12 2 जा 24 हुन्छ यो जुन ठुलो भयो 12 यो चाहिँ यो लिनु पर्यो गर्दाखेरि यहाँनेरि 3 भयो 6 भयो 12 कति जा 36 त 12 3 जा 36 गर्दाखेरि कट्टा कट्टा हाम्रो आन्सर चाहिँ 13 आयो ल बुझ्नु भयो है यो पनि सबैले बुझ्नु भयो बुझेन सर बुझिएन बुझ्यो सर सुखदेवलाई 12 को टेबल आउँछ कि आउँदैन आउँछ सर भन त मलाई त्यस्तो नेपालीमा जानेछु त्यस्तो नेपालीमा भन
12 दूना 24, 12 तीन 36, 12 चौका 39, 12 पंचे 60, 12 छक 72, 12 सत्तर 84, 12 आठ 96, 12 नौ 108, 12 दो 120। ल यहाँ हेर 156 छ ए सरी 156 छ यसले 12 डिभाइड गर भनेको छ 12 र 15 दुईटा नम्बर भएको भएर दुईटा नम्बर हेर्दैछु 12 1 जा 12 लेखे सुरुमा अब घटाउँदाखेरि कति आयो 3 आयो यो 6 तल झर्यो 12 कति जा 36 12 3 जा 36 खै बुझ्नुपर्ने केही छ र 30 एन्सर आयो बुझ्यो अब हजुर सर बुझे अघि ध्यान भड्काएको थियो तिम्रो त्यसो है त ल ध्यान नभड्काउने सबैले ध्यान नभड्काउने ल हामीले अब डिभाइड पनि सकायौँ कङ्ग्रेचुलेसन सबैजनालाई हामीले सक्सेसफुल्ली जोड घटाउ डिभाइड र मल्टिप्लाई सिकिसक्यौँ अब कतिजना लिभ हुनुभएको छ अब एकदम इम्पोर्टेन्टमा हामी पुग्दैछौँ त्यो भनेको सरलीकरण अब अशुद्ध भयो होला यो लेखेको आफै मिलाएर बुझ्नु सरलीकरण पढ्दाखेरि हामीले एउटा रुल याद गर्नुपर्छ BODMAS सबैले लेख्ने यो अब त्यतिखेर B भनेको ब्र्याकेट यो ब्र्याकेटको पनि एउटा अर्को रुल छ के भन्दा फर्स्टमा गर्दाखेरि स्मल ब्र्याकेट त्यसपछि बल्ल मिडियम ब्र्याकेट त्यसपछि बल्ल लार्ज ब्र्याकेट यसरी जानुपर्छ सुरुमा गर्दा हामीले स्मल ब्र्याकेटको गर्ने मिडियम ब्र्याकेटको गर्ने त्यसपछि अनि लार्ज ब्र्याकेटको गर्ने है ब्र्याकेट पछि हाम्रो ओ भनेको अफ यो अफ भने कस्तो भन्दाखेरि जस्तै अब 9 आउँछ 6 + 2 आउँछ अनि यहाँ के गरौँ भन्दाखेरि डिभाइडेड बाई 6 + 2 6 7 8 भनेपछि 2 गरे अब तिमीहरूले के गर्छौ म भनिदिन्छु है 6 + 2 गर्छौ सुरुमा 9 अनि 6 + 2 9 * 6 + 2 कति हुन्छ त हाम्रो 8 हुन्छ डिभाइडेड बाई 2 अब तिमीहरूको मनमा के आउँछ भन्दा सुरुमा डिभाइड गर्ने हो त्यसपछि डिभाइड गर्दिन थाल्छौ 9 * 2 4 जा 8 अनि 9 4 जा कति त्यो लेखिदिन्छौ अब यो मिस्टेक छ कि छैन त्यो भन मलाई एक मिस्टेक छ किन भन्दाखेरि यो तिमीहरूको सोचाइले गर्दा भएको के हुन्छ भन्दा जहिले पनि ख्याल गर्नुपर्ने कुरा के छ भन्दा यो ब्र्याकेट हामीले खोल्छौँ नि 9 राखिसकेपछि जुन हामीले 6 + 2 गर्दाखेरि 8 गर्छौँ डिभाइडेड बाई 2 अब यो ब्र्याकेट खोल्दाखेरि योसँग जुन एसोसिएटेड भएको छ जो टाँसिएर आएको छ त्यसलाई हामीले गर्नुपर्छ ब्र्याकेट खोल्दा हामीले मल्टिप्लाई राख्ने हो नि त 9 * 8 डिभाइडेड बाई 2 ब्र्याकेट हटेपछि मल्टिप्लाईको साइन आएको हो त्यही भएर ब्र्याकेट हटेपछि जुन मल्टिप्लाईको साइन आउँछ हामीले फर्स्टमा त्यो गर्नुपर्छ 8 9 जा कति 72 डिभाइडेड बाई 2 भनेपछि 72 डिभाइडेड बाई 2 कति हुन्छ 36 ल हाम्रो एन्सर 36 आउँदो रहेछ तर तिमीहरूले के गर्दिन्थ्यौ भन्दाखेरि फर्स्टमै 8 डिभाइडेड बाई 2 गर्थ्यौ इन्टु 9 भयो 8 2 4 जा भयो इन्टु 9 4 9 जा कति 36 एन्सर 36 निकालिदिन्थ्यो क्या सर सुरुमा त डिभाइड हुनुपर्ने होइन तपाईँले किन मल्टिप्लाईको गरेर भनेर नि मलाई गर्न थाल्थ्यौ ल त्यही भएर सिम्पल म्याथको रुलहरू छ त्यो रुलहरूलाई जहिले पनि ख्याल गर्नुपर्ने हुन्छ सर एन्सर 36 भयो होइन 36 ए एन्सर 36 हो सर क्याल्कुलेटरमा त 13 आउँछ त्यो तिम्रो क्याल्कुलेटर मिस्टेक छ मोबाइलको क्याल्कुलेटरमा आउँछ कसरी मिस्टेक के छ क्वेसन भन्नु त फेरि मैले मेटाइसके कुन क्वेसन थियो सर कन्ट्रोल 9 प्लस रोक आयो आफै क्वेसन 9 प्लस हैन हौ यहाँ के छ क्वेसन राम्रोसँग हेर्ने हैन यस्तो छ क्वेसन यहाँनेरि के छ यहाँ बिचमा चाहिँ 2 + 6 छ अनि डिभाइडेड बाई 2 छ यो हो क्वेसन एक्चुअलमा अनि तिमीलाई मोबाइल युज गर भनेर कसले भन्यो यहाँ कसैले पनि क्याल्कुलेटर लिएर बसेको छ मोबाइलको क्याल्कुलेटर युज गरेको छ भने तिमीहरू सेयर फेल हुने है
यति कुरा ख्याल गर्नु। छैन सर, छैन। यहाँ यो क्वेसन अब क्याल्कुलेटरमा हाल 36 निस्केन भने म पढाउन छोडिदिन्छु। ओपन च्यालेन्ज। सुरुमा गर्दा यो गर्नु पर्यो 9 2 6 कति भयो के सरी 6 + 2 कति भयो 8 भयो इन्टु गर्यो डिभाइडेड बाइ 9। सुरुमा यो गर्नु पर्यो 8 9 कति 72 डिभाइडेड बाइ 9। 9 कति छ 72 2 सर 2 9 9 8 छ 72। अब अघि नै मैले कसरी चाहिँ रङ एन्सर निकालेको थिएँ भन्दाखेरि 9 के मैले मिस्टेक गरे अरे यहाँ ए 2 2। अब यहाँ कति एन्सर आउँछ अब 36। यो क्याल्कुलेट ल तिम्रो मोबाइलमा हाल। सर उस्तै गर्न मिल्छ किन? जस्तै यो 9 × 8 भागा 2 अनि 9 × 4 यसरी गर्न मिल्छ किन? त्यही त नगर भन्दैछु मैले अघिदेखि। यो त पढाइ पाठ 16 8 जस्तो भयो त। तिमी अघिसम्म के गरेर बसिरहेको थियौ? एकैछिन अगाडि क्लासमा तिमीले पक्का पनि हेरेको थिएनौ? क्लासमा तिमीले हेरेको थिएनौ? मैले के भनिरहेको छु भन्दाखेरि ब्र्याकेटको अरूले बुझिसके है 9 2 + 6 डिभाइडेड बाइ 2 तिमीहरूले गर्ने मिस्टेक अब एकचोटि भन्दा दोहोऱ्याउँदिन है म। इजिकल टु अब 9 गर्छौ इन्टु गर्छौ अनि 6 + 2 के हो त 8 डिभाइडेड बाइ 2। अब तिमीहरूलाई के लाग्छ भन्दा सुरुमा गर्ने डिभाइड हो मल्टिप्लाई होइन। अनि के गर्छौ त 9 × 2 4 8 अथवा 9 4 कति आयो त एन्सर 36 एन्सर आयो। तर एन्सर एउटै यसमा मात्रै आएको हो न त सधैँ यस्तै हुँदैन। ख्याल गर्नु। जसरी यो यसरी गर्दाखेरि जस्तै एन्सर मिल्दाखेरि के गर्छ? काट्दिन्छ सर्लकै काट्दिन्छ। यो झुक्केर मिल्यो, यो झुक्केर मात्रै मिल्यो, सधैँ मिल्दैन। अनि एउटा अरु क्वेशन लेख्नुस् त सिम्प्लिफाईको। मलाई पहिला बेसिक ठुलो छ हो, पहिला मलाई बेसिक पढाउन दिने कि तिम्रो क्वेशन गर्ने भन त? बेसिक हो। एकैचोटी जम्प नगरौँ ल, सबैले बुझ्नु पर्ने हुन्छ। सर 5-6 दिनपछि यो यिनी भएका अरु जो भएका थिए तिनी पनि गरौँला। ल त ल अब मैले अफ को बुझाइसके तिमीहरूलाई। अफमा जहिले पनि ब्र्याकेट खोलिसकेपछि जुन मल्टिप्लाई आउँछ, यो ब्र्याकेट खोलिसकेपछि जस्तै यहाँ 9 छ भने यहाँ 2 आएको छ भने 2 × 9 यो चाहिँ सुरुमा गर्नुपर्छ, डिभाइड गर्ने होइन, प्लस गर्ने होइन। सुरुमा जहिले पनि ब्र्याकेट खोलिसकेपछि मल्टिप्लाई आउँछ त्यो गर्नुपर्छ भन्ने कुरा मैले सिकाएँ। अब के त भन्दा डी यसको भन्छ डिभाइड है। ब्र्याकेट छैन भने हामीले फर्स्टमा डिभाइड गर्ने, त्यसपछि मल्टिप्लाईको गर्ने, त्यसपछि एड, सुरुमा सब्ट्र्याक्ट गर्ने होइन, सुरुमा जहिले पनि एड गर्ने, त्यसपछि यस भनेको सब्ट्र्याक्ट गर्ने। ल अब तिमीहरू ख्याल गर्नुपर्ने कुराहरू बेसिकमै जाउँ। अझै पनि म बेसिक नै पढाइरहेको छु, एकैचोटि जम्प गर्दिनँ म, हामीसँग इनफ टाइम छ। अब तिमीहरूले सिम्पल कुराहरू ख्याल गर्नुपर्ने हुन्छ। जस्तै 9 - 2 कति हुन्छ एन्सर भन त? 7। अब यस्तो क्वेसन सजिलो किन सोध्यो? -2 + 9 कति हुन्छ त्यसो भए? 7 नै हुन्छ। -7 मैले भने हैन गल्ती एन्सर भन्ने पनि छन् के यहाँनेरि। ल ख्याल गर्नुपर्ने कुरा के छ भन्दाखेरि 9 - 2 भन्नु र -2 + 9 भन्नु एउटै नै हो। यो र यो भन्नु एउटै नै हो। के ख्याल गरौँ भन्दाखेरि यो 9 को अगाडि पनि प्लस साइन छ, जस्ट तिमीहरूले देखेको छैनौ र अगाडि छ भने हामीले प्लस साइन राखिरहँदैनौँ। अब के गरेको छ भन्दा यो क्वेसनमा चाहिँ यो प्लस वालालाई पछाडि राखिदिएको छ, यो माइनस वालालाई अगाडि राखिदिएको छ, त्यति मात्रै फरक हो।
अब अर्को कुरा नि के ख्याल गरौँ भन्दाखेरि यो ठुलो नम्बर हेर्ने, ठुलो नम्बर यहाँनिर 9 छ, 2 र 9 मा कुन ठुलो? 9 ठुलो। 9 को अगाडि के छ? प्लस साइन छ, भनेपछि यहाँनिर पनि प्लस साइन हुन्छ। प्लस साइन हामीले लेखिरहनु पर्दैन। भनेपछि -36 प्लस 2 को एन्सर कति आउँछ? -34 -34। -2 प्लस 36 को एन्सर कति आउँछ? 36 34 मात्रै। 34 मात्रै है। यो भनेको बेसिक कुराहरु हो, तिमीहरूले ध्यान दिनुपर्ने। 36 मा 2 गर्दाखेरि -34 आयो, यो गर्दाखेरि +34 आयो। अगाडिपट्टि माइनसले केही असर पारेको छैन। जस्ट यो नम्बर र यो नम्बरमा कम्पेयर गर्दाखेरि यो नम्बरसँग ठुलो साइन छ, यो नम्बरसँग सानो साइन छ। के अरे यो सानो नम्बरसँग प्लस लेखिरहनु पर्दैन। जुन नम्बर ठुलो छ त्यसकै साइन लेख्ने। यहाँनिर यो साइन ठुलो छ, त्यही भएर मैले यो साइन लेखेँ। त्यो कुरा ख्याल गर्नु। माइनस साइन चाहिँ लेख्नै पर्छ, प्लस साइन लेखिरहनु पर्दैन। ल, जोड घटाउवालाको साइनको तिमीहरू क्लियर भयो होला। अब मल्टिप्लाई वाला साइन, जोडवाला साइन र मल्टिप्लाई वाला साइनमा धेरै तिमीहरू कन्फ्युज भइरहेको छ। -9 इन्टु -2 कति हुन्छ? 18 प्लस 18 मात्र 18 मात्रै आयो। 18 ल एकचोटि मात्रै बोलौँ न, 18 भनिरहनु पर्दैन क्या। अब अर्को भनेको -9 इन्टु 2 इजिकल टु कति आउँछ? -18 ल अब 9 इन्टु -2 इजिकल टु कति आउँछ? -18 नै आउँछ। अब 9 इन्टु 2 कति आउँछ? 18। ल भनेपछि हाम्रो डिभाइडमा मल्टिप्लाईमा छ भने माइनस इन्टु माइनस के भइरहेको छ? प्लस भइरहेको छ। माइनस इन्टु प्लस माइनस भइरहेको छ। प्लस इन्टु माइनस पनि हाम्रो के भइरहेको छ? माइनस भइरहेको छ। प्लस इन्टु प्लस पनि प्लस भइरहेको छ। यो साइनहरुको खेल चाहिँ नबिर्सिनु, तिमीहरूलाई झुक्काउनेवाला क्वेसन आउँछ है। अब हामी अर्को चीजमा अगाडि बढौँ। के भन्दाखेरि डिभाइडमा जाउँ है। अब यही कुरा चाहिँ डिभाइडमा, जस्तै -2 डिभाइडेड बाई 1, यसको आन्सर कति आउँछ? -2। अब 8 डिभाइडेड बाई 4 कति आउँछ? 2। अब मैले यहाँनिर प्लस थपे भने के हुन्छ? 2 नै हुन्छ। अनि मैले यहाँनिर यो प्लसको साट्टो माइनस लेख्दिएँ भने के हुन्छ? -2। अनि यहाँ पनि माइनस थप्यो भने के हुन्छ? -2 मात्र हुन्छ। 2 मात्र हुन्छ। अब मैले योलाई चाहिँ प्लस बनाएँ, यतापट्टि चाहिँ माइनस बनाएँ भने के हुन्छ? -2 हो। यो र यसको फर्मुला एउटै नै रहेछ भन्ने कुरा बुझौँ। यो सबैलाई हटाएर मैले यसमा डिभाइड राख्दाखेरि पनि कुरा एउटै नै हुँदो रहेछ भन्ने कुरा थाहा पाएँ होइन त? ल, माइनस प्लसको खेल हो, झुक्किनु भएन। मैले बेसिक भनिसकेँ। अब जाउँ क्वेसन तर्फ। ल भन, क्वेसन कसले भन्ने भने? खै कसले क्वेसन भन्छु भन्थ्यो त? धीरजले भन्ने हो क्वेसन? हजुर सर। भन। भन धीरज। खै त क्वेसन भन न, लेख्नु पर्यो। अस्सी डिवाइड बाई 8, 80 डिवाइड बाई 8, ब्रैकेट 4 डिवाइड बाई 2, ब्रैकेट 4
डिभाइड बाइ 2 ल सबैले गर्ने यो क्वेशन प्लस ए प्लस अझै बाँकी छ प्लस 4 माइनस 2 ए यो हजुर ल सबैले गर्ने यो क्वेशन हाम्रो धीरज सरले दिनुभएको क्वेशन हो सबैले गरौँ है माइक म्युट गरिहाल कान्छा धीरज कान्छा माइक म्युट गर कति 9 बजेन सब्जेक्ट चेन्ज गर्नुपर्ने 4 - 2 मा सर ब्र्याकेट हुन्छ कि हुन्न 4 - 2 मा ब्र्याकेट भयो नि नभए नि केही असर पार्दैन कति आन्सर आयो 7 आउँछ 42 कसैको 42 कसैको 7 एन्सर 4 हो माइक म्युट गरिहाल्नु ल लिम्बू सुजन भाइ साह्रै हल्लामा बसेर छु त तिमी त झन् पछाडिबाट त कति आयो एन्सर 7 निकाले सर म त 7 18 सर मेरो त 12 आयो 7 आयो सर 7 विक्रमले 7 निकाल्यो भनिसकेपछि म ढुक्क भए ल धीरजको कति आन्सर आयो भन त मेरो चाहिँ 4 आयो सर 7 ल धीरजले 7 निकालेछ ल है त यो गरौँ है मैले अघि नै भने ख्याल गरौँ पहिला सुरु बदमास रुलमा बसिराखौँ बदमास रुलबाट हामी तलमाथि हल्लिनु भएन 80 डिभाइडेड बाइ 8 छ भने यसलाई चलाउने होइन कतिले चलायो होला एकचोटि तिमीहरूले म्यामले पढाउँदाखेरि सुरुमै यस्तो खालको गरिदिनु भएको रहेछ लाइक बाहिरपट्टि भएको गरिदिनु भएको रहेछ त्यो गर्न पाइँदैन सुरुमा यही सुरुको गर्ने भनेपछि 4 डिभाइडेड बाइ 2 कति 2 प्लस 4 माइनस 2 अनि मैले अघि भर्खरै भनेको कुरा के थियो भन्दाखेरि यो जुन अब ब्र्याकेट खोल्दाखेरि मल्टिप्लाईको साइन आउँछ त्यो नै हामीले सुरुमा गर्नुपर्छ 80 डिभाइडेड बाइ 8 इन्टु 2 प्लस 4 माइनस 2 अब तिमीहरूले के गर्छौ भन्दा यो चाहिँ सुरुमा गर्छौ क्या त्यो गर्ने होइन ब्र्याकेट खोल्दाखेरि मल्टिप्लाई आएको छ त्यही भएर सुरुमा यो हामीले गर्नु पर्यो यसलाई भन्छ हामीले अफ OFF अफ BODMAS को सुरुमा आउने O है गर्दाखेरि अब 80 डिभाइडेड बाइ 8 इन्टु 4 के अरे सरी 8 इन्टु 2 कति हुन्छ 16 प्लस 4 माइनस 2 80 डिभाइडेड बाइ 16 कति हुन्छ 5 हो 80 डिभाइडेड बाइ 16 5 आयो प्लस 7 माइनस 2 80 डिभाइडेड बाइ 16 गर्न आउँदैन भने 80 गर्ने 16 गर्ने 16 कति जा 80 हुन्छ त अब 5 जा 80 हुन्छ अब मल्टिप्लाई आउनु पर्यो तिमीहरूलाई त्यही हो गर्दाखेरि यहाँनिर सुरुमा मैले अघि नै भने सुरुमा प्लस गर्नुपर्छ किनकि हाम्रो बदमासको रुलमा के छ सुरुमा एड सबट्र्याक्ट भन्दा अगाडि एड छ त्यही भएर एड गर्नु पर्यो 5 मा 4 जोड्दाखेरि कति भयो 9 भयो माइनस 2 गर्दाखेरि 7 आन्सर आयो नबुझ्ने कोही हुनुहुन्छ ल कोही पनि बोल्नु भएन भन्नुको मतलब तपाईहरुले बुझ्नु भयो ल अरु कोही क्वेशन छ मेरो पनि एउटा छ ल भन शम्भु 70 डिवाइडेड बाइ 2 70 डिवाइडेड बाइ 2 ल स्मल के भन्छ स्मल ब्रैकेट 70 डिवाइडेड बाइ 2 ठुलो वाला छ स्मल ब्रैकेट ठुलो वाला ब्रैकेट 4 प्लस ठुलो त्यसवाला भन अनि सानो वाला ब्रैकेट भन न सानो वाला ब्रैकेट दिसकी त सानो वाला ब्रैकेट स्मल ब्रैकेट
स्मल ब्रैकेट सानो वाला ब्रैकेट 10 plus 5 minus 7 ब्रैकेट क्लोज अनि ठुलो वाला सक्यो यस सर ल सबैले गरौँ त यो या खुट्टा दुख्यो यो 3 महिना 29 गते आएको क्वेशन हो सर ठीक छ सकिन्छ $70 divided by 2 4 plus 10 plus 5 minus 7 6 sir ल एकजनाको 6 आयो ल अब इंग्लिशमा जाने कि म्याथ नै गर्ने आज म्याथै गराउनु 2.91 कति 2.9166 पोइन्टमा सर आन्सर द पोइन्टमा हुन्छ लास्ट सर 35 डिवाइडेड बाइ 12 त्यहाँबाट चाहिँ पोइन्टमा आउँछ के ल सबैको त्यस्तै आको हो सर पोइन्टमै आन्सर आइरहेछ ल विवश यार तिमी दिपेशलाई सिकाइदेऊ त उ भाग गुना के हो तिम्रो जस्तो दाजुभाइ हैन दाजुभाइ त हो सर तर टाढो आएको छ म यहाँ काठमाडौँमा छु त्यो बर्दियामा छ कसरी सिकाउने भाइलाई सिकाऊ मिलेर नाम निकाल्नुपर्छ तिमीहरूले ल अब माइक म्युट गरेर कान्छा नेत्र भाइ माइक म्युट गर ओके अब यो क्वेशन गर्दाखेरि सुरुमा यो गर्नुपर्छ सुरुमा मैले भने पहिला स्मल ब्र्याकेट गर्नु पर्यो 70 डिवाइडेड बाइ 2 4 प्लस मैले यो ब्र्याकेटको साइन जहिले पनि राख्छु अब 10 प्लस 5 मा सुरुमा गर्दा 15 आउँछ 15 माइनस 7 कति भयो 8 ल मैले यहाँ डाइरेक्ट गरेको छु है बुझौँ 10 मा प्लस 5 गर्दाखेरि 15 आयो 15 माइनस 7 गर्दा कति भयो त 8 7 7 14 8 ल 8 भयो अब यहाँनेरि प्लस वाला साइन आएको छ भनेपछि यहाँ माइनस के ब्र्याकेट राखिरहनु पर्ने अवस्था देखिन मैले त्यो भएर हटाइदिए अब यो ठुलो ब्र्याकेट बाँकी छ अब 70 डिवाइडेड बाइ 2 8 मा 4 जोड्दा कति भयो 8 9 10 11 12 इन्टु 12 ल 70 डिवाइडेड बाइ 12 टु चाहिँ कति 24 सबैको यस्तै आएको यहाँसम्म यस सर यस्तै आएको अब 24 लाई 70 लाई डिवाइड गर्नु पर्यो 24 को नजिक कति जान्छ त अब 24 कसरी गर्ने भन्दा 24 इन्टु 2 सरी कहाँ मैले के गरेर उल्टो पो गरेर आएको छु इन्टु 2 गर्दाखेरि 4 टु जा 8 भयो 2 टु जा 4 भयो 48 भयो भनेपछि लगभग यसको डबल चाहिन्छ भनेपछि 3 ले गरौँ 4 3 जा 12 3 2 जा 6 1 7 72 हुन्छ भनेपछि हामीले कतिले गर्नु पर्यो त 2 ले गर्नु पर्यो है 24 2 जा 24 टु जा गर्दा 4 टु जा 8 भयो 2 टु जा 4 1 5 58 हैन 58 आको हो हैन है 24 इन्टु 2 4 टु जा 8 2 टु जा 4 एस यहाँनिर 1 कहाँको अघि नै राखेको छु 2 टु जा 4 भनेपछि 48 आयो नि त अब 24 1 जा
अनि 24 2 जा 48 अब घटाउँदा कति आन्सर आउँछ 11 यहाँनेरि 10 गर्नु पर्यो यहाँनेरि यो 6 हुन्छ 8 9 10 2 भयो अनि 4 5 6 2 भयो यति आको यस सर ल अब 24 छ यहाँनेरि 22 आको छ भने मिक्स्ड फ्र्याक्सनमा लेख्न आउँछ भने मिक्स्ड फ्र्याक्सनमा छोड्दिने पोइन्टमा निकाल्न सक्छौ भने पोइन्टमा निकालेर छोड्ने मिक्स्ड फ्र्याक्सनमा गर्न आउँछ मिक्स्ड फ्र्याक्सन भनेकै थाहा छैन पोइन्टमै निकालेर बस्नु तिमीहरू 24 मा यहाँनेरि पोइन्ट थपेपछि 2 थपिसकेपछि यहाँनेरि तिमीहरूले 0 थप्न पाउँछौ है हेर 24 छ यहाँनेरि पुगेको छैन यहाँनेरि पोइन्ट थप्यो भने यहाँनेरि 0 थप्न पाउँछौ भनेपछि 24 अब कति जा 2 भने 20 आउँछ हामीले यसरी भन्दा नि त्यसलाई सुरुमै डिभाइड गरेर सानो नम्बर बनाएर डिभाइड गरेको छु क्या मैले चाहिँ ए भनेपछि काटेको तिमीले त्यो सबभन्दा बेस्ट हो है मैले त्यही गरेको सबभन्दा बेस्ट त्यो काट्न सक्छौ भने चाहिँ त्यो सबभन्दा बेस्ट हो 70 डिभाइड बाइ 24 गर्ने 2 1 जा 2 2 जा 4 2 3 जा 6 2 5 जा 10 यस्तै गरे त तिमीले 35 लाई 12 ले डिभाइड गरे हो नि हजुर सर हजुर हो 12 लाई 35 ले डिभाइड गर्दा त झन् सजिलो भयो नि त 1 जा हैन 12 2 जा 24 2 जा 24 जसरी नि गर्न मिल्छ है तिमीहरुको आफ्नो तरिकाले अब यहाँनेरि कति हुन्छ त 4 1 गर्दाखेरि अब यहाँनेरि 11 आयो यहाँनेरि अब पोइन्ट थप्यो यहाँनेरि 0 थप्यो 12 10 हुँदैन 9 12 9 जा कति 108 108 भनेपछि 12 9 गर्यो 108 गर्यो अनि कति आउँछ अब 8 9 10 गर्दा 2 आउँछ अब यसरी नै अहिलेको लागि 2.9 आएको छ भने चाहिँ 2.9 मात्रै लेखेर छोड्दै हुन्छ यसलाई हामीले 3 बनाएर लेख्दा हुँदैन त्यो 9 यस्तो हैन नगर त्यस्तो नगर त्यसलाई राउन्ड अफ भन्छ राउन्ड अफ नगर अहिलेको लागि एक्जाममा सर पोइन्टहरुलाई पनि क्वेशन आउँछ आउँदो रहेछ सोधेको रहेछ के आउँछ के आउँदैन भन्न सकिदैन है जे नि आउन सक्छ त्यही भएर त्यसको अनुसारले तयारी चाहिँ गर्नु आफैले नै ल अरु के क्वेशन छ एउटा सजिलो छ के भन्यौ तिमीले एउटा सजिलो दिएको एउटा हार्ड दिएको के होला त्यस्तै हुन सक्छ एउटा क्वेशन छ हुन्छ हामीले गरेको प्रोसेसमा सर नम्बर दिन्छ हैन र प्रोसेसमा नम्बर दिन्छ नि तर लोकसेवा हाम्रो एसजी को एक्जाम बीएलई को एक्जाम भएको भए चाहिँ प्रोसेसको नम्बर दिन्छ लोकसेवालाई कसरी हुन्छ तिमीलाई फेल गराउनु छ त्यही भएर प्रोसेसको नम्बर आउँछ भनेर नबस्नु एउटा लामो क्वेशन सर एक्चुअली गर्नुहुन्छ हुन्छ 24 बिग ब्रैकेट 24 big bracket 7 minus 65 7 minus 65 divide by 10 small bracket 4 into 8 minus 22 small bracket close big bracket close ल गर त सबैजनाले या खुट्टा दुख्यो यो क्वेशन यही नै क्वेशन हो केमा आएको थियो यो क्वेशन बुकमा त्यो त कस्तो अचकल्टो खाले क्वेशन छ त के नमिले के लामो मिलेन क्या हल्का त्यो कस्तो हुन्छ यहाँनिर गर्दा हुँदैन यो त अलि अचकल्टै छ यो क्वेशन तीनटा स्टेप यो त सर बीचमै मिले हैन
त्यही मिलेको यो छैन, question क्वेसन wrong बनाउँदा question। बनाउँदै यो कसरी बनाखा भने ऱ्यान्डमली नम्बर हालेखा के तिमीले यति साह्रो ऱ्यान्डमली नम्बर हाल्दैन त्यही त गर्दा गर्दै मिलेन क्या अब यहाँ केही ल त्यही म गरिदिन्छु अलिअलि जहाँसम्म मिल्छ म गरिदिन्छु है यो 7 - 65 यो नम्बरहरू यति ऱ्यान्डमली हालेको छ कि यो क्वेसन यस्तो खाले क्वेसन मैले चाहिँ अहिलेसम्म देखाएको थिइनँ ल मिल्दै मिलेन क्या ल सुरुमा यो गरौँ 4 चाहिँ कति 32 - 22 गर्दाखेरि अब 24 7 - 65 - 10 32 मा 22 घटाउँदाखेरि डिभाइड 10 चाहिँ होला सर डिभाइड 10 त यति हैन त 24 7 - 65 डिभाइडेड बाई अब यो गर्नु पर्यो 10 10 चाहिँ 100 हुन्छ अब गर्दा 24 7 - 65 डिभाइडेड बाई 100 गर्दाखेरि 0 दुईटा 0 हुन्छ 0.65 अनि त्यसपछि 7 मा 0.65 घटाउँदा 0.00 माइनस 0.65 गरेर गर्दाखेरि कति आन्सर आउँछ 6.35 7.00 माइनस 0.65 गर्दाखेरि 1.52 यहाँ 0 भयो यहाँनिर 9 भयो 6.35 हैन 6.35 आयो ल गर्दाखेरि अब 24 इन्टु यहाँनिर 6.35 यस्तो क्वेसन त अब 152.4 152.4 ल आगे हो क्या त्यो अब मिलिहाल्छ क्या यो यति साह्रो पोइन्ट वाला क्वेसन लास्टमा पोइन्ट आउँला यो क्वेसन कसरी बनाएको भन्दा त्यो बुकमा डाइरेक्ट यसरी नम्बर हालेर क्या यो 10 डिभाइडेड बाई 2 7 प्लस 2 मैले यसमा केही सोचेको छैन नि त अनि 9 8 प्लस 2 यसरी ऱ्यान्डमली नम्बर हालेर त हुँदैन नि यो गऱ्यो भने त तिमीहरूको बिचबाट अड्किहाल्छ नि क्वेसन बनाउँदा यति सोचेर बनाउनु पर्छ कि ल तिमीले झ्याउ लागेको छैन अझै ल अस्ति नै हामीले दिएको क्वेसनहरू थियो नि 4-5 वटा त्यो क्वेसनहरू गरौँ न त म क्लासरुम एपमा हेर्छु ल त्यसमा दामी क्वेसनहरू दिएको थिएँ मैले ल कतिजना नयाँ स्टुडेन्ट आउनु भएको छ उनीहरूको लागि पनि भयो यो सर भोलि चाहिँ हामी फुल्ली ग्रामर के इंग्लिश पढ्छौं भोलि हैन 15 गते आज कति गते 12 15 गते अब 15 एकैचोटी ग्रामर त एक दिनमा भ्याइन्छ 15 गते कसैले नछुटाउनु एक दिनमै ग्रामर सबै सकाइदिने हो अनि पछि बिर्सिन लास्ट लाग्यो भने त्यही भिडियो रिपिट गर्ने हेरेको गर्ने ल म क्वेसनहरु दिन्छु है 6 + 6 सबैले लेखौँ ल 1 नम्बरको क्वेसन 6 + 6 यो कतिले गरिसकेको छन् होला पुरानो स्टुडेन्टहरु अब नयाँ पनि आउनु भएको छ डिभाइडेड बाइ 3 - 5 ल यो 1 नम्बर क्वेसन भयो 2 नम्बर क्वेसन लेखौँ 13 प्लस यति क्वेसन गर्न सक्नुभयो भने तपाईले जुनसुकै क्वेसन नि गर्न सक्नुहुन्छ यति चाहिँ ढुक्क भएर बस्नु गर्न छ गर्न थाल्नु हामीले नगर्दा नि भयो अब पहिले गरिसकेका छ भने नगर्दा नि भयो त्यही दुई चोटी बनाइसक्यो 2-3 चोटी त्यही क्वेसन भइसक्यो ल यति यो आउँछ भने त तिमीले अरु केही गर्नै पर्दैन यो सरलीकरणको त सक्यो तिमीलाई सबै नै आउँछ भने हुन्छ म्याथ त सबै आउँछ इंग्लिशको होली प्रोब्लम 15 गते है 15 गते एब्सेन्ट नहुनु है त हुन्छ यो क्वेसन सारौँ सबजनाले फटाफट
48 divided by 3 plus 15 divided by 4 plus 10 divided by 3 minus 13 ल यति चाहिँ गरौँ त ल आज मैले क्लास यही एन्ड गर्छु यो तिमीहरुको होमवर्क भयो सबैजनाले गर्ने के प्रब्लम आउँछ मिलेन भने बारम्बार 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 गर्ने एन्सर निकाल्ने बरु एन्सर कति कति आउँछ याद छ केटाहरु तिमीहरुले याद थियो अब त 66 एक नम्बरको 62 दुईको स्टार्ट ए एन्सर मैले हेर्न मिल्दै रहेछ ल रोकमा एन्सर निकाल्दिन्छु हेर्न मिल्दै रहेछ मैले सुरुको 66 कन्फ्युज हुन्छु बढी 7 आउँदै रहेछ 2 अनि यसको चाहिँ 2 नै आउँदै रहेछ एन्सर 3 अनि 3 नै हो 3 यस 6 अनि लास्टको चाहिँ कति छ 6 68 कि 68 मात्रै 6 मात्र 6 ल यो चाहिँ एन्सर भयो यति चाहिँ एन्सर भयो सबैजनाले एन्सर निकाल्ने जबसम्म एन्सर निस्किदैन तबसम्म काटेर गरेको गर्ने प्लस माइनसले तिमीहरु झुक्किन्छ 100% हो यो ती 5 वटा क्वेशन तिमीहरुले गर्न सक्यौ भने जुनसुकै पनि सरलीकरणको जुनसुकै पनि हिसाब गर्न सक्छौ सो यो फर्स्ट को पहिला भाग गर्नु पर्छ कि माइनस हत्तेरी बदमासको रुलमा के छ भागा छ कि माइनस छ अहिले भागा छ अनि के गर्नु पर्यो भागा यो रुल ख्याल गर्नु हजुर भन्नु त भन त मनमा 2 नम्बरको एक एन्सर हो 2 नम्बरको 7 एन्सर हो ल यो तिमीहरुको होमवर्क भयो जबसम्म यो एन्सर निस्किदैन तबसम्म गरेको गर्ने अनि एन्सर निकालेरै छाड्ने के भयो के 66 नै हो सर 66 नै हो 66 नै हो ल अब कसैले केही समस्या केही क्वेशनहरु छ केही के छ थाहा भयो के भनेको छ त्यो भागको क्वेशन बुझिएन कुन चाहिँ क्वेशन बुझेन ई नम्बरको लास्टको 15 डिभाइड अनि कट लेखेर गरेर तपाईले कान्छ तिमी क्लासरुम एप तिम्रोमा छ नि है यहाँ हेर ल म तिमीलाई सिकाइदिन्छु तिमीहरु क्लासरुम एप चाहिँ चलाऊ फर्स्टमा यहाँनिर जवान म्याथ क्लास भन्ने देखिन्छ कि देखिदैन कुनै म सिकाइदिन्छु नि त जवान म्याथ क्लास भन्ने छ त्यहाँ क्लिक गर्ने यहाँनिर म्याथको असाइनमेन्ट भन्ने छ यहाँनिर क्लिक गर्ने त्यहाँनिर तिमीहरुले अब मेरोमा यस्तो देखायो त तिमीहरुको आफै खुल्छ यहाँनिर क्लिक गरिसकेपछि क्वेशनहरु आफै आउँछ एकैछिन टाइम मेरो त 18 आउँछ त सर के भएर यो त्यो गरिरहने जबसम्म राइट एन्सर आउँदैन तबसम्म गरिरहने क्वेशन यहाँ छ 66 चाहिँ राइट हो 66 चाहिँ राइट नै हो सर राइट हो यहाँ हेर मन त क्वेशन त्यहाँ मिस्टेक भएको भए पनि यहाँनिर क्वेशन छ क्वेशन यहाँनिर छ क्वेशन यहाँबाट निकालेर गर्ने सबैजनाले क्लासरुममा क्वेशन छ क्लासरुमको क्वेशनबाट गर्ने है आफैले सर हजुर